नानी पो आउनु भएछ। आउनु आउनु। ए भाउजू बाहिर पो भइसक्यो रहेछ। दर्शन भाउजू, दर्शन नानी दर्शन। ढुक्कै भयो। होइन हिजो आज कति गर्मी बढेको भाउजू, भगवान् टिलिक्कै पो घाम छ त। ढुक्कै पार्छ गर्मीले पनि। अब गर्मीको त पुरै छोडिदिनु न नानी, कति हो कति हो। दाजु अफिस जानु भएको होला हजुर एक्लै? हजुर दाजु अफिस जानु भएको छ। म जुस लिएर आउँछु है नानी? हुन्छ भाउजू, तर चिसो पानीमा जुस बनाइदिनु है। मलाई फेरि त ओरेन्ज फ्लेभरको नबनाइदिनु ल। हजुरलाई थाहा छ त मलाई म्याङ्गो फ्लेभर मनपर्छ भनेर। भइहाल्छ नि नानी, मलाई थाहा छ नि हजुरलाई म्याङ्गो जुस मनपर्छ भनेर। म चिसो पानीमा म्याङ्गो जुस बनाएर ल्याउँछु है। लिनु नानी, हजुरलाई मनपर्ने म्याङ्गो जुस। थ्याङ्क यू भाउजू। साह्रै गरम भएको थियो। मिठो रहेछ, चिसो छ। हजुर त हो नि मेरो मनपर्ने मन नपर्ने कुराको ख्याल गर्ने। अर्की भाउजू त उही खोइके भने जस्तो। थाहा छ त हजुरलाई भने हजुरकै जेठानी हो। के छ साँच्ची हिजो आज बोलचाल छ कि छैन? कि पहिले जस्तो झगडा गर्ने बानी छ तिमीको? बोलचाली राम्रै छ, काम पर्दा बोलिहाल्छौँ, यता सघाउने काम पर्दा आइहाल्नुहुन्छ, उता पर्दा म गइहाल्छु। भइहाल्यो नि, देउरानी जेठानीमा त्योभन्दा धेरै किन चाहियो त? म त फुट्दै हाल देख्न सक्दिनँ। होइन हाम्रो दाजुले पनि के सारा संसारमा पहाडे केटी नपास्तो मदिसे उठाएर ल्याएको। त्यसरी भन्नु हुँदैन नि नानी। जे भएन हजुरको जेठी भाउजू भयो, म त पछि आएँ। पहिले हजुरलाई सम्हाल्ने त्यही भाउजू। अब अहिलेको जमानामा फेरि मदिसे पहाडे त्यस्तो केही हुँदैन क्या, एउटै हो। मदिसे पहाडे फरक गर्नु हुँदैन। फलफुल ल्याइदिएको थिएँ भाउजू, फ्रिजमा राखेर आउँछु है। अब खासै फलफुल ल्याउनु त नपर्ने, त्यो पनि राखिदिनु न फ्रिजमै, ल्याइ त हाल्नुभयो। ए भाउजू सुन्नु न, एउटा कुरा सोधौँ भनेको। के कुरा भन्नु न नानी? अब बल्ल आएको न त, अब आइन भनेर भन्नुहुन्छ होला, फेरि जेठी भाउजूले के गर्नु? एकचोटि भेटेर आउँ कि कसो? अब हजुर जे भन्नुहुन्छ त्यही गर्छु म त। ल हेर जानु न, जानु त पर्छ त। जे भयो हजुरको जेठी भाउजू भयो, जानु भेटेर आउनु। तर खाना चाहिँ खाइवरी जानु है नानी। खाना खाइहाल्नु रे यति छिटो भाउजू? भोकै लाग्दैन त्यति? मासु पकाएको छु क्या। ए मासु पकाएको छ? के को मासु? खसीको मासु पकाएको छु नि। खसीको? त छिटो पस्किदिइहाल्नु न त, तातो खाइहाल्छु। ल म पस्किदिइहाल्छु है।